यस्तो गिफ्ट चाहिँ कसैले पनि दिनुभएको छैन होला। यो बुढा मेरो नमुना मार्ग। हेलो एभ्रिवान, गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु भन्दै तपाईँहरूलाई स्वागत छ मेरो आजको न्यू डे न्यू ब्लगमा। मैले आज नयाँ भिडियो स्टार्ट गरिसकेको छु साथीहरू। र आज चाहिँ म अहिले पसल पुगेर आएको। अब खाना बनाउनु पर्ने हुन्छ, बाँकी कुरा म के गर्छु तपाईँहरूलाई अहिले देखाउँछु है त। चैते दसैँको सम्पूर्णको आफ्नै प्लान होला। मेरो चाहिँ आज घरमै बसेर मनाउँछु। मेरो चाहिँ आन्टीहरू आउँदै हुनुहुन्छ चैते दसैँ मनाउनलाई, अनि म चाहिँ घरमै बसेर चैते दसैँ मनाउँछु। र आज चाहिँ मेरो बुढाले बिहान बिहानै मलाई सरप्राइज गिफ्ट ल्याइदिनु भएको रहेछ। यस्तो गिफ्ट चाहिँ कसैले पनि दिनुभएको छैन होला सायद। र मेरो बुढाले चाहिँ मलाई यस्तो खालको गिफ्ट दिनुहुन्छ, अरू गिफ्ट त होइन कि, यस्तो खालको क्या, यस्तो खालको हेर्नु न, फ्राई प्यान, कराई, चम्चा, पन्यु, यस्तो खालको गिफ्ट चाहिँ कसको बुढाले दिनुहुन्छ होला भन्नु है त मलाई। तर घरमा युज हुने सामानले दिनुभएको रहेछ, मैले भनिरहेको हुन्थेँ नि त, त्यही भएर मलाई चाहिने सामानहरू दिनुभएको होला। अनि आज चाहिँ मैले सामानहरू पनि लिएर आइसकेँ, घरमा चाहिने, अनि सब्जी पनि लिएर आइसकेँ। अब यसलाई म पकाउँछु, अनि अब के गर्छु तपाईँहरू हेर्दै गर्नु। गिफ्ट गर्ने मेरो बुढा मैले पाएँ भने होइन, यो कराईमा पनि अब स्पेसल खानेकुरा पकाउँछु। म खुसी छु क्या, कराई गिफ्ट गर्ने बुढा मेरो खुसी छु क्या। घरमा चाहिन्छ होइन, यसमा पनि म चाँडै नै पकाएर ल्याउने छु है त। साथीहरू हेर्नु स्मेलको जुत्ताको भाँडामा नै मैले पकाउनु स्टार्ट गरेँ। त्यसमा मासुबाट मासुलाई फ्राई हालिदिँदैछु। मेरो गिफ्ट भाडा मेरो बुढा तर पनि ठिकै छ। मेरो बुढाले चाहिँ मेरो इच एन्ड एभ्रिथिङ कुरा गरिदिनुहुन्छ क्या, सबै कुरा। म एकदमै खुसी छु। मैले भनिसकेपछि जस्तै पैसा होस् या नहोस्, तर पुरा गरिदिनै हुन्छ क्या, ढिलो होस् या चाँडो होस्, त्यतिसम्म चाहिँ माया गर्नुहुन्छ मलाई मेरो बुढाले। तर आफ्नो बुढा भनेको आफ्नै हो होइन त साथीहरू। मौसम चाहिँ यस्तै छ, हावाहरू चलिरहेको छ, चिसो मौसममा यहाँनिर पसलमा चाहिँ आएको होइन, सामान चाहिएर कोही पनि हुनुहुन्न। अब एकछिन हाम्रो त मक बजार हेर्नु त यस्तो छ, नमुना मार्ग यहाँ बस्छु म चाहिँ। हाम्रो तिलहरी अब यसलाई चाहिँ हामीले इलाममा सप्लाई गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि। अर्डरको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है। यो 4 वटामा तिलहरी पनि देखाउँदैन, त्यो सानो, अर्को ठुलो पनि राख्नु यहाँ। यो चाहिँ अहिले मैले बनाएर रेडी गरेको सामानहरू हो, राख्नु न। तपाईँहरूलाई पनि चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। ओके साथीहरू, म चाहिँ यताउता सबैतिर गएर आउँदा, काममा गएर आउँदा, पसल गएर आउँदाखेरि यतिखेर भयो। र आइसकेर पनि फ्रेस पनि भइसकेँ। अब आजको ब्लग चाहिँ यस्तै भयो, छोटो मिठो भएको छ। तपाईँहरूले हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै आज चाहिँ ब्लगलाई यहीँ इन्ड गर्न चाहे। हस्त, धन्यवाद, लभ यु अल, बाई।